खेतीमा चाहिने बमकाजी हो पछाडि हाम्रो पुस्ताले अब चाहिने यो भन्दाखेरि पो चाहिने होइन मुक्तिनाथ जाँदैछ अब चाहिँ त्यो त मरौ जस्तो एकछिनपछि त्यहाँ बुटै नदेखिएला जस्तो छ के भन्छौ विशाल है सही होइन त हो हाम्रो आँखा ढुङ्गा कस्तो हुन्छ यहाँको पाहाड है माथि चाहिँ अब हिमाल देखिन्छ हल्का हल्का बाटो लागेको छ क्लियर छ एकदम हो नि बाटो हाम्रो आजको डेस्टिनेसन भनेको बेनी हुनेवाला छ जस्तो लागिरहेछ होइन विशाल सर बाटो चाहिँ बहुत बाटो अब हेर्नु त भने यहाँ हाम्रो यो नेपालको सबैभन्दा ठुलो टुरिज्म एरिया जस्तो लाग्छ अब के भन्नु बाटो चाहिँ कतै हो त्यस्तै हो सबैको ल्याइएन होइन सर्लको लाएर त्यस्तो ठाउँ घर तर त देख्नु देख्नुभएकै छ नेपाल नि यस्ता ठाउँ रहेछन् ए खोलो हेर्नु त खोलो देख्नुभएको अवस्था छ ए हामीलाई कति गाह्रो भइरहेको ए खोलो सडकको रुचियो अब हाम्रो कुराहरू कसरी गर्नु त भन्ने कुरामा गर्छु कता कता हामी देखिरहेको अवस्था हामी चाहिँ अब चाहिँ भन्नुपर्दा यो चाहिने बाटो चाहिँ होइन सर्लक ओहो बाटो हो र त बाटोमा कल्चर पनि चलेकै छन् उनीहरू यहाँका घर सर्लकै यस्तो हुन्छ नि एकदम राम्रो चाहिने पर्से उता राजन दाई उहाँले कुदाउनु भएको छ बिस्तारै अलिक बिस्तारै कुदाउनु हामीले अब अपलोड गरिन्छ बिस्तारै होइन हामी सर्लको रमाइलो नार्छ यो त यो बुढाहरू पनि देख्नु भएको अवस्था कमन ल हामी त सर्लको यो पर्से यही राजन दाई ए हाँस आइ हो यही हो बिजीमा पनि यही हो बमकाजी पनि यो बमकाजी होइन बाबा हो पर्से अब म सिङ्गर हुन्छु भन्दैछ झुटो कुरो बोल्दिन
मुक्तिनाथले के हामी भन्छ खाँदैन के भन्छ भन्छ खै पड्किँदै हामी सर्लको आएको अवस्था हो हामी अहिले यहाँबाट कागबेनी जाँदैछौँ अब सर्लको लाएर होइन भन्नुपर्दाखेरि माथिको डेजर्टहरू हेर्नुहोस् त ओहो नि मुस्ताङ भन्ने यस्तो रहेछ भन्ने कुरो नि आज थाहा भयो हामीलाई होइन शरीर दुखेर भन्नुहुन्छ भने ओहो कति रमाइलो भइन्छ नि यहाँको यहाँको ओहो यहाँको याकको सुकुटी कति मिठो अभिषेक होइन भन त भन्न हुन्न नभन्ने ल ठिकै छ नभन थाहा पाउँछ त होइन बेलुका बेलुका याद गराउँछ याद गराएर हैरान हो होइन त बेलुका बेलुका याद गराएर हैरान छ उतार स्कर्पियो सर आइरहेको अवस्था पुरै स्कर्पियो चाहिँ हाम्रो भूषणतिर उत्तमजी अनि मयुरतिर राजीवजी चाहिँ उतै हराएको अवस्था ल हेर्नुहोस् स्कर्पियोहरू सर आइरहेको अवस्था ओहो नि चिसो चिसो छ ल हेर्नु बाटो कस्तो उकालो छ है हामी के भन्छौँ त अब यहाँनिर सर्लक्कै हो उकालो हो नि उकालो यही हो सिन कति बवाल हो च्याङ्रा ल हेर्नु त च्याङ्रा ओहो नि च्याङ्रा के भन्छौ ए ल ल है मुस्ताङको विशेषता च्याङ्रा यो होइन यो ट्र्याक्टर नि चलि चाहिँ उपलतिर गाउँ भेटियो बल अर्को च्याङ्रा उहाँलाई हेर्नु च्याङ्राको गुट नि पछाडि स्कर्पियो अगाडि ट्र्याक्टर आइछ ए ठिकै छ आइज हो क्या ल हेर्नु कता कता अलिअलि बुट्टासुट्टा नि हरियन देख्न पाइन्छ यो ठाउँमा होइन ओहो अगाडि बाइक कुदाइ देख्नुको अवस्था ल हेरौँ त यहाँ सबैको हेरौँ के भन्छ स्कर्पियो त गयो तल्लो बाटो हामी तल्लो बाटो धुलोले खायो भने लोइ बलहरू जानुपर्ने चाहिँ हामी माथिबाट आइदियो यसलाई हेर्नु यहाँ कस्तो रमाइलो भिड यतातिर धेरै फिल्म सुटिङ हुन्छन् अरे होइन त ए साइलीको भट्टिया पसेर चट्ट लाएर च्याङ्रा सुकुटी खान कति मजा आउँदो रहेछ नि यहाँ त अहिलेलाई हामी बिस्ताबिस्ता